पनि यहाँलाई स्वागत छ हिल तराई न्युजमा। यतिखेर भने म रोहिणी मेन रोडदेखि झिल परिसर जाने बाटोको जुन टर्निङ पोइन्ट छ र टर्निङ पोइन्टमा छु र जुन चाहिँ टर्निङ पोइन्ट चाहिँ एकदमै रिक्सी पोइन्ट पुग्ने भन्ने गर्छ है। किनभने चाहिँ यो पोइन्टमा झिल परिसरबाट आउने गाडीले खरसाङ दार्जिलिङबाट आउने गाडीलाई एकदमै देख्न सकिँदैन र सिलगढी तर्फबाट आउने गाडीलाई पनि एकदमै देख्न सकिँदैन। र आजभन्दा केही दिन अगाडि यहाँनिर एकदमै एउटा इन्सिडेन्ट घटना हुनुदेखि एकदमै बाँचेको थियो है। कतिवटा घटनाहरू पनि हुने सम्भावना हामी देखिसकेको छ। हेर्नुहोस्, यो एउटा तल सिलगढी तर्फबाट आउने गाडी हो है। जुन चाहिँ गाडीलाई चाहिँ झिल परिसर यो बाटोबाट आउने गाडीको कुनै पनि चालकहरूले र वाहन चालकहरूले देख्न सकिँदैन र माथिबाट खरसाङ तर्फबाट दार्जिलिङ तर्फबाट आउने गाडीलाई पनि यो साइडबाट आउने गाडी देख्न सकिँदैन र त्यसले गर्दा यसलाई चाहिँ एकदमै रिक्सी पोइन्ट र रिक्सी टर्निङ पोइन्ट भनेर पनि भन्ने गरिन्छ। त्यसले गर्दा चाहिँ हामी एउटा पुलिस प्रशासन र ट्राफिकलाई पनि अनुरोध गर्छौँ कि यो पोइन्टमा चाहिँ एउटा तपाईँहरूले एउटा ग्लास है स्लो ड्राइभको एउटा बोर्ड लगाइदिया जाओस् या त सिभिक भोलिन्टियर पुलिस दिया जाओस् भनेर हामी सम्पूर्ण जनताले पनि एउटा यो गुनासो गरिरहेको छ। र हामी तपाईँलाई यो भिडियोतर्फ देखाइरहेको छ। हेर्नुहोस्, यहाँनिर गाडीहरू पनि कतिवटा बाइक रोकिरहेको छ है। यो खरसाङ दार्जिलिङ जाने बाटो र तलबाट आउने यो बाटो हेर्नुहोस् है। यति लोड गाडी स्पिड गाडी आइरहेको छ भने कुनै पनि दिन यहाँनिर के हुन्छ भने कुनै पनि एउटा इन्सिडेन्ट घटना हुने हामीले सम्भव देखिसकेको छ। त्यसले गर्दा यो टर्निङ एउटा रिक्सी पोइन्टमा चाहिँ एउटा लुकिङ ग्लास राखिदियो जाओस् या त सिभिक भोलिन्टियर राखिदियोस् भन्ने यहाँ जनताको पनि एउटा गुनासो छ र यहाँको जनताहरूसँग कुरा गर्न चाहन्छु है। र यतिखेर मसँग है यहीँकै लोकल ग्रामवासी एकजना हुनुहुन्छ र उहाँसँग म जोडिसकेको छु। र तपाईँको शुभ नाम भनिदिनुहोस् न। ल, मेरो दिपा तामाङ। तपाईँ यहीँ बस्नुहुन्छ होइन? हजुर, कन्टिन्यू तपाईँ यहीँ हुनुहुन्छ? हजुर, तपाईँलाई कस्तो लाग्छ यो जुन चाहिँ पोइन्ट छ नि टर्निङ पोइन्ट, र त्यो टर्निङ पोइन्ट बारेमा तपाईँलाई के कस्तो लाग्छ कि भोलि दिनमा केही इन्सिडेन्ट घटना हुनसक्छ होला भनेर लाग्छ या तपाईँलाई कस्तो खालको फिल तपाईँ दिन कस्तो प्रकारले देखिरहनु भएको छ यो गाडी घोडा कुदिरहेको? हजुर, यता सन्डे विशेष गरी सन्डे चाहिँ बेसी जाम हुन्छ। यता झिलपट्टिबाट पनि गाडी आउँछ, माथिबाट पनि हाइवेमा गाडी आउँछ र यहाँ प्रायः जस्तो एक्सिडेन्ट पनि हुन्छ। त्यसले गर्दाखेरि एकजना भोलिन्टियर चाहिँ यहाँनिर राखिदिएको भए चाहिँ राम्रो हुन्थ्यो। किनभने कतिपल्ट यहाँ एक्सिडेन्ट पनि भएको, अन्त राति पनि कतिवटा दुर्घटनाहरू भएको छ। यहाँनिर झै झगडा पनि यहाँनिर कतिवटा भएको छ। त्यसले गर्दाखेरि यहाँनिर चाहिँ अब सुविस्ता नानीहरू पनि स्कुलबाट यहीँनिर बसहरू आउँछ। यहाँनिर ओहोरदोहोर गर्ने बाटो पनि यो, किनभने यता माथि पनि मानेकोपट्टि पनि जान्छ, यता स्कुल जाने नानीहरू पनि हिँडेर आउँछ, अन्त यता तपाईँको ओह्रालो पनि जान्छ। त्यसले गर्दा यहाँनिर किनभने यहाँनिर तपाईँको स्लो ड्राइभको बोर्ड पनि हामी देखेनौँ है, ग्लासहरू पनि देखेनौँ र यहाँ चाहिँ एकदमै कुनै न कुनै समय इन्सिडेन्ट घटना हुनसक्छ होला सम्भव है। एकदमै सम्भव छ, किनभने कतिवटा घटना त यहाँ भइसकेको छ, कतिपल्ट एक्सिडेन्ट भइसकेको छ। यताबाट आउँदाखेरि बाटो पनि यहाँको एकदमै नराम्रो छ क्या यो झिल जाने बाटो। र अझै यो बाटो पिच भयो भने झन् गाडी स्पिड हुनसक्छ गाडी होइन। त्यति बेलाको लागि चाहिँ एकदमै अहिलेबाटै हामी होसियारी होइन सावधान भएर राम्रो होइन है। ल, धन्यवाद तपाईँलाई। हुन्छ।